लिसा कहाँ जान्ला भन्यो रे सुतेको छोरीलाई नाइट ड्रेसमा उठाएर ल्याएको है छोरी आउँदैछ आज त कहाँ पुग्थ्यौँ र नयाँ बाटो लान्छु भने नि त सीता पहिलादेखि धार्की दाङ जाने मान्छे कहाँ हेरौँ बाटोमा के भन्जाङ भन्छ बादलमाथि छौँ हामी भनेको ले देखेनौ क्लाउड अन्त क्लाउड भन्दा माथि छौँ त ले देखेनौ र देखे भन न देख्यौ किन यता देखेनौ यहाँनिर हेर न त छोरीले देखेको त हामी त क्लाउड भन्दा माथि हेर त उडेको देख्यौ क्लाउड किन खोला यत्रो खोला हैन के क्लाउड हो बाटो अलिकति बिग्रिरहेछ धादिङ पुग्यो धादिङ पुग्यो अब काठमाडौँ सक्यो अब हामी धादिङ पुग्यो हजुर अनि तिमी मामा घर जाने भनेको हैन त मामा घर जानुलाई त कहाँ जाने भने कस्तो वाला हाई हो हाई वाला हाई हो कि हाई वाला हाई हो हाई गाइस वाला हाई हो न हाई हामी कहाँ जाँदैछौँ रे आज बाटो जाँदैछौँ जहाँ पुगिन्छ त्यहीँ बसिन्छ हामी बिहानै 6 बजे आज दाङको लागि निस्क्यौँ होइन छोरी यहाँ यो गरिरहेछ ठोकिरहेछ त्यही भएर यो कराएको भने तिमीले यहाँ आवाज भएको भने सिन त कति राम्रो देख्दो रहेछ जे पनि खाइदिने हो तिमी बस गाडी आउँछ नि खाऊ है त टिपेर मैले टिपेर खाम क्या हो जे पनि खाइदिन्छ तिमीले सिन चाहिँ राम्रो देखिँदो रहेछ बाटो पनि राम्रो छ यताबाट जानुहुँदा यताबाट रमाइलो लाग्यो मलाई काली जाम हुन्छ होला नि त गाडी पनि भिड हुन्छ एकछिन भयो नि खाली बाटो हिँडौँ न फर्स्टमा हिँड्ने बित्तिकै तुवालो लगाएर रहेछ यता त जाने भए जाऊ माया घुमेर आऊ माया
चिसो लाग्यो मलाई। के हुँदैछ मैयाको? मैया निदमै छ। झुक्क उठ्यो, मुख धोयो अनि हिँडेको। हामीहरू नानी त गएको पनि छैन वासरुम भन्नु। नानीलाई म चिया खाने ठाउँमा गराउँछु ल। राम्रो बाटो सिधै यहाँबाट कहाँसम्म पुग्दासम्म अब खराब होला बाटो। यस्तै बाटो भए त मान्छेलाई हिँड्न पनि सुरु भयो यहाँदेखि अब बाटो। सीता पाइलादेखि ढाकासम्म पुग्नलाई 1 घन्टा लाग्दो रहेछ नि बाबा। घरदेखि त लाग्नु त भयो त नि, त्यहाँदेखि लाग्यो पुग्दा बाटो चाहिँ सही रहेछ त्यहाँदेखिको। अब डान्स डान्सिङ कारमा जाने हो। हाम्रो घर जाने हुन्छ। मेरो छोरी अझै निदमा छ जस्तो छ। लुगा पनि चेन्ज गरिदिएको छैन। खिच्दै दिँदैन बाबा। हामी गल्छी आइपुग्यौँ। पहिला हिँड्छन् आउँदा नि बाटो खराब थियो। टाइम पनि अलिक बढी लाग्यो जस्तो लाग्यो पहिला यहाँ नि। बाटो बनाइदिँदै गरे त हिँड्ने मान्छेले सजिलो हुन्थ्यो नि। बाटो बिग्रे त हो नि ढिलो हुने होइन बाबा? कुन ठाउँ हो बाबा यो? बाबा बह ममसँग जाने। हामी एकछिन टी ब्रेक लिनलाई रोक्यौँ। हार्पेट भरिन्छ तपाईँको ल। कसले किन्थ्यो धेरै जङ सालै? जङ्क फुड देखेर फ्रेस भयो क्या मिलिसा? हो त्यो त मामुको हो नि। यो त मामुको हो नि। यो मामुको, यो नानीको। नानीको त 3टा, मेरो एउटा मात्रै। खाए 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 को हो यो? के बोकेको हो यो? सबै अटेर हातमा पनि छ हटाउनु खोजेको। अब जाम रे। यत्रो बोकेर कहाँ हिँडेको तिमी? आऊ मिनी पुग्यो अब। एउटा त झऱ्यो।
त नि ब्लू ब्लू नाना लाएर जाऊ त मामु र तिमीले त टार आइपुग्यो कति बज्यो 9 बजेर 2 मिनेट 6 बजे घरबाट हिँडेको नाइस यहाँ त यस्तो छ ताली आफ्नो ताल त यस्तो छ मुख सुसु गरेर पखाले जस्तो गरेर राम्रो पखाल्दा नि नपखालेर नानीले चलाइरहेछ कि यहाँ 5 बजे हेर्ने त राख्यो चल्दिहाल्यो उठाउनुपर्छ त घाम लाग्यो घाम बल्ल लाग्यो घाम लाग्ने बेला बल्ल त भएछ 9 बजे रहेछ अनि म अघिदेखि घाम खोजिरहेको छु मिलिसा कस्तो छ मिलिसाले आफ्नै व्यवस्था गरेर बस्नु भएको छ यहाँ खाना चाहिँ केही खानु भएको छैन अहिलेसम्म नरुकम त्यो क्रसै हम के मुगलिन पारी के भन्छ मुगलिन आइपुग्यौँ 9 बजेतिर 7, 8, 9 आइपुग्यौँ त छिटै आइपुग्यौँ मुगलिन आयो पोखरा भाइ यताबाट हो नि पोखरा जाने त्यो तुइन खोला भन्छ खालि यहाँ रहेछ कि बिग्रेको जब बिस्तारै जाम है बिस्तारै होइन कि गइहाल्ने कि बिस्तारै चाहिँ छिटो चाहिँ गइहाल्ने यति हो बाहिर बस्न सक्यो रुटिन तुइन खोला पक्रेर भन्दा यही खोला हो त्यो कटिमा पनि त्यो तुइन खोला क्रस गरेपछि त बाटो यति राम्रो रहेछ यो बाटोको त कुरा गरेको थिएन नि त घुम्न मात्र जाने गाडीमा घुमिराख्ने के गर्ने दाउनेको उकालो त बढी ल्याइरहेछ कस्तो रहेछ बाबा मैले सोचे भन्दा चाहिँ भेट यहाँको रहेछ खतम बाटो पानी परेको भए त्यस्तै हुन्थ्यो होला ढिलो हुन्थ्यो नि पानी परेको भए बाटो पुरै यस्तो माटो छ यो माटो सबै हिलो हुन्छ यही बाटो छिटो क्रस गर्नलाई त नरोकेर रोकेको छैन है हामीले त्यही एक ठाउँमा मात्रै नखाऊ अहिले कफी यस्तो बाटोमा चल्न न बुङ्ग हुन्छ लडिन्छ हो ल हामी बुटोल आइपुग्यौँ मैले कति बज्यो कता लाग्यो अब 10 मिनट होला 2 दिन लाएर दाङ पुग्ने थियो 1 दिनमा पुगेला जस्तो छ हाल हेर्दा तर
परेको भएर हामी त सजिलो आइपुग्यो पानी पऱ्यो भने चाहिँ हिरो किन्छ नि त हिरो भयो नि लाउनेमा खाना खाइयो के बुटोल बस्ने बाबा पानी पिउने भने कता हो आएन मलाई बुटोल आयो बुटोलबाट कता हो नि यता होला नि थाहा छैन मलाई थाहा छैन कुन ठाउँ हो यो सम्पू हेर बाटो बाटोमा यस्तो डाइभर्जनहरू तीन चार ठाउँ छ गीत बजाऊ अनि बुटोल भन्दाको त त्यो के ठाउँ आउँछ त्यही आइपुग्यौँ हामी मलाई पनि थाहा छैन मलाई पनि थाहा छैन ठाउँ अब हामी लमाइ आइपुग्छौँ 1 घन्टामा 1 घन्टामा आउँदैन 2 घन्टा 2 घन्टा आउँदैन 2 घन्टा थियो बाबा 2 घन्टा त अझै 2 घन्टा त 4 बजे पुगिन्छ अनि 2 घन्टा जान्छ एस्टिमेटेड टाइम 4 बजे थियो अघि सात यहाँ पुरै ग्रीन सिग्नल दिइसक्यो गोल अचिभ भनेर एक्सर्साइज गरेर मैले तिम्रो गाडीमा पुरा बाटो खराब गरेर ढुक्ची गरेर एक्सर्साइज गरेर भने क्या त्यही भन्छ त तिम्रो गाडीले हातमै बिस्तारै जाउँ है बिस्तारै के गरौँ त डाइभर्जन आएर डाइभर्जन त लास्टै धेरै बनाएर छु यस्तो न थाहा पाउँदैन होला है रातै हिँड्ने मान्छेले थाहा हाल्छ नि पहिलो टल्किन्छ नि यो टल्किने राख्छ जाडो भयो ल बाहिर निकाल्नुपर्छ जस्तो एकछिन गर्मी खान्छ नि थपाउँछ के भयो ल हजुर Baby? Thank you for watching. Lamahi आइपुग्यो लमाही लमाही के भन्छ लमाही कति बज्यो बज्यो 3:30 बजे अरे वाह 3:30 बजे लमाही आइपुग्यो सबै हिँडेर के उडायो क्या नौडा है बेबी गाई 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 पनि बाघ देखे यस्तो गर्दै छोरीले नि त्यही भएर चप्पल मामाले त्यो गर्दैन अरे क्या सुरुवालहरुको लगाइदिने अरे सुरुवालहरुको लगाइदिने अरे हामी घर आइपुग्न लाग्यौं टाइम कति बज्यो 4:30 बज्यो छोरीले म्याजिक गरेर पुगाएको अरे नि त आज छिटो हो पोखरा जान्छु भनेको दाङ ल्याएछ छोरीले त म्याजिक गरेर
भनेन पुग्यो चिया बाजेलाई भनेको छैन नि हामीले ताङ आउन लाग्यो अनि कसरी सरप्राइज भनेर बाजेलाई गएर मिल्साले पर्छ सबलाई भन्ने तुलसीपुर बजार आइपुग्यो एउटा घुमेर चोकबाट यता भनेर खान्छ मिल्छ तुलसीपुर आइपुग्यो अन्त तुलसीपुर नातिनीलाई बाजेको पसल जानु पर्यो रे अब हामी हेरौँ न Head southeast, then turn left. बन्द छ Turn left. घरै जाऊँ त्यसै बाजेको पसल यही त हो बन्द छ बाजे In 300 meters, turn left onto F015. अब बाजे नानी लुकेको छ है नमस्ते मान्छे धेरै खोजेर खाइबल